नमस्कार साथीहरू। यो मेरो भिडियो विशेष गरी वन क्षेत्रमा काम गर्ने समुदाय स्तरका सामुदायिक वन उपभोक्ता समूहहरू, साझेदारी वन उपभोक्ता समूहहरू, कम्युनिटी वन समूहहरू, धार्मिक वन समूहहरू उहाँहरूलाई हो। आज म एउटा उपयोगी कुरा त हो, तर बुझ्नुपर्ने कुरो हाम्रा समुदायहरूलाई बताउन गएको छु। म टङ्क श्रेष्ठ, तपाईहरुलाई आफूले जानेको कुरा, आफूले बुझेको कुरा सिकाउने, बुझाउने मान्छे हो। आज एउटा नयाँ विषयमा हामी जानकारी प्राप्त गरौँ त। आज हुन्छ त। हाम्रो देशमा विक्रम सम्वत 2030 को दशकबाट समुदायमा आधारित वन व्यवस्थापन पद्धतिको विकास हुन थाल्यो। त्यो बेलामा सिन्धुपाल्चोक जिल्ला र काभ्रेपलाञ्चोक जिल्लामा नाङ्गा पहाडहरू धेरै थिए। त्यतिखेर एकजना विदेशीले हिमालयन डिग्रेडेसन थियोरी, हिमालय विनाशको सिद्धान्त भनेर एउटा प्रतिवेदन निकाले। उनले चाहिँ नेपालमा अब संरक्षण गरिएन भनेदेखि सबै वनहरू मरुभूमि परिणत हुन्छन् भनेर एउटा चेतावनी सहित एउटा प्रतिवेदन प्रकाशित गर्यो। उनले त्यो प्रतिवेदन प्रकाशित गरे पछाडि नेपालका नीति निर्माताहरू आतिए। त्यसपछि विशेष गरी अस्ट्रेलियन वन विकास परियोजनाको सहयोगमा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, त्यतिखेर मध्यमाञ्चल विकास क्षेत्र, अहिले चाहिँ प्रदेश नम्बर 3 अथवा भनौँ न बागमती प्रदेशको काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको नाङ्गा पहाडहरूमा व्यापक रूपमा वृक्षारोपण गरियो, सल्लाहको वृक्षारोपण गरियो। मानिसहरूले सिन्धुपाल्चोकको ठोकर्पा भन्ने ठाउँमा त डाँडामा वृक्षारोपण गर्यो, तल सुनकोसीबाट टिनका टिन पानी बोकेर ल्याएर बिरुवामा हाले र त्यो वनको संरक्षण गर्न तारबार गर्नु परेन, घेराबार गर्नु परेन, त्यो आफै संरक्षित हुँदै गयो। त्यो देखेर तत्कालीन राजा स्वर्गीय वीरेन्द्रले आफ्नो क्षेत्रीय भ्रमणको बेलामा, त्यतिखेर राजाको चाहिँ क्षेत्रीय भ्रमण हुने गर्थ्यो, क्षेत्रीय भ्रमणको बेलामा सुनकोसीको ठोकर्पा, अहिले चाहिँ सुनकोसी गाउँपालिका पर्छ, त्यतिखेर सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा अहिलेको सुनकोसी गाउँपालिका जहाँ ठोकर्पा छ, जहाँ चाहिँ सामुदायिक वन अध्ययन केन्द्रको कार्यालय छ, अहिले प्रधान कार्यालय त्यही बन्दैछ र जसको सम्पर्क कार्यालय चाहिँ काठमाडौँको बौरमलमा छ। र ढिलो चाँडो ठोकर्पाबाटै सामुदायिक वन अध्ययन केन्द्रको काम सुरु गर्ने भन्ने कुरा चाहिँ सामुदायिक वन अध्ययन केन्द्रका साथीहरूले मलाई भन्नुभएको छ। र त्यहाँ भ्रमण गर्दाखेरि राजा वीरेन्द्रले यो कुरा थाहा पाए। ओहो, कसैले हेरचाह नगरिकन पनि वन त हुर्किँदो रहेछ भन्ने थाहा भएपछि यो कसरी भयो त भनेर भन्दाखेरि समुदायले हुर्काएको गाउँलेको वन भन्ने भएपछि ओहो, यो त नेपालको 75 जिल्लामा फैल्याउनु है, 5 विकास क्षेत्रमा फैल्याउनु यो त भन्ने राजाबाट हुकुम भएपछि नेपालको सम्पूर्ण जिल्लामा समुदायमा आधारित, अझ भन्ने हो भने अहिले चाहिँ हामी सामुदायिक वन व्यवस्थापन भन्छौँ, त्यतिखेर चाहिँ पञ्चायती वन हुन्थ्यो। पञ्चायती वन तथा पञ्चायत संरक्षित वन, हैन, प्राकृतिक जङ्गल छ भने पञ्चायत संरक्षित वन, वृक्षारोपण गरेको छ भने पञ्चायती वन, र त्यसलाई स्थानीय गाउँ पञ्चायतलाई चाहिँ हस्तान्तरण गरिन्थ्यो। त्यसरी चाहिँ नेपालमा समुदायमा आधारित अथवा भनौँ न ग्रासरुट लेभलमा, जरा तहमा, जनताको तहमा, जनस्तरले नै व्यवस्थापन गर्ने गरी वन हस्तान्तरण गरियो। त्यसपछि नेपालमा सामुदायिक वनको रूपमा अथवा पञ्चायती वन र पञ्चायत संरक्षित वनको रूपमा समुदायमा आधारित वन हुर्किँदै गयो। 46 सालमा जनआन्दोलन भयो, बहुदल आयो। त्यसपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, अन्तरिम सरकारको प्रधानमन्त्री हुनुहुन्थ्यो कृष्णप्रसाद भट्टराई, स्वर्गीय कृष्णप्रसाद भट्टराई, सन्त नेता नेपाली काङ्ग्रेसका। उनको अन्तरिम सरकारले एउटा निर्णय गर्यो, मन्त्री परिषदबाट एउटा निर्णय गर्यो। के निर्णय गर्यो भने यो सम्पूर्ण समुदायमा यो पञ्चायती वन र पञ्चायत संरक्षित वनलाई सामुदायिक वन भनेर नामाकरण गर्ने भनेर भन्यो। त्योभन्दा पहिला 2033 सालको कुरा म तपाईँहरूलाई सम्झाउँछु। 33 सालमा राष्ट्रिय वन योजना बन्यो।
13 सालमा वन राष्ट्रियकरण गरियो। त्योभन्दा पहिला किपट वीरता जागिरको रूपमा तालुकदार डिठा मुखियालाई चाहिँ वन दिइन्थ्यो। नेपाली सेनामा काम गर्ने जस्तो पृथ्वीनारायण शाहको एकीकरण प्रक्रियामा सहयोग गर्ने नेपाली सेनाको परिवारलाई बिघा जग्गा तलबको रूपमा दिइन्थ्यो। ती निजी वनहरू 13 सालमा राष्ट्रियकरण गरियो। राष्ट्रियकरण गरेपछि मानिसहरू रिसाएपछि वन विनाश हुन थाल्यो। बेला बेलाको यो राजनीतिक परिवर्तनले पनि वन विनाश गरायो। 18 सालमा वन ऐन आयो, तर वन मासिन छोडेन। त्यसपछि 24 सालमा चाहिँ घोडामुनि गोली हान्न मिल्ने गरी वन संरक्षण विशेष व्यवस्था ऐन 2024 भन्ने ल्याइयो। त्यसले पनि वन विनाश रोकिएन। कारण के रहेछ भनेर भन्दाखेरि जनताको हातमा रहेको वन जनताको स्वामित्वबाट फुत्काएर देशले राष्ट्रियकरण गर्दाखेरि जनताको स्वामित्व रहेन त्यो वनप्रति। त्यो हुनाले वन विनाश भयो, संरक्षण गर्ने कोही भएन भन्ने भएपछि 2033 को गुरु योजनाले पनि जनसहभागिता बिना वन जोगिँदैन अब है नेपालको भन्ने भएपछि पञ्चायती वन तथा पञ्चायत संरक्षित वन नियमावली ल्याइयो। वन ऐन 2018 लाई संशोधन गरेर त्यसपछि नेपालमा पञ्चायती वन र पञ्चायत संरक्षित वनको रूपमा समुदायमा आधारित वन व्यवस्थापन विकसित हुँदै आयो। र त्यही पञ्चायती वन र पञ्चायत संरक्षित वनलाई 2046 को बदलपछि गठन भएको अन्तरिम सरकारको मन्त्री परिषदले सामुदायिक वन भनेर नामाकरण गर्ने निर्णय गर्यो। त्यसपछि नेपालमा थुप्रै खालका परियोजनाहरू आए, विदेशी प्रोजेक्टहरू आए। यति धेरै तालिम हुन्थ्यो कि समूह गठन गर्ने पनि तालिम, समूह गठन भइसकेपछि त्यो समूहको कार्ययोजना विधान कार्यान्वयन गर्न पनि तालिम, अनि गठन भइसकेको हस्तान्तरण भइसकेको समूहलाई पनि तालिम धेरै हुन्थ्यो। सफ्टवेयर भन्छ यसलाई, सफ्टवेयर पार्ट धेरै भयो। वन जोगाउनु थियो त्यतिखेर संरक्षणमुखी वन व्यवस्थापन थियो, प्रोटेक्सन ओरिएन्टेड थियो त्यतिखेर। अनि त्यतिखेर चाहिँ परियोजनाहरू धेरै थिए। जब 2052 सालबाट नेपालमा सशस्त्र जनयुद्ध सुरु भयो, सशस्त्र जनयुद्ध सुरु भएपछि विदेशी परियोजनाहरू बिस्तारै पलायन भए, आफ्नै देश फर्किन थाले। त्यसपछि नेपालमा विदेशी सहयोग, वन क्षेत्रमा विदेशी सहयोग घट्दै गयो। अहिले धेरै कम छ। अब अहिले 23,000 भन्दा बढी सामुदायिक वनहरू भइसकेका छन् नेपालमा। तर 23,000 भन्दा बढी सामुदायिक वनहरू अहिले चाहिँ के निष्क्रिय भएको छन् हैन। उनीहरूको जुन कार्ययोजना थियो हस्तान्तरण गर्ने बेलामा बनाएर प्रमाणपत्र सहित दिएको कार्ययोजना, त्यो कार्ययोजना चाहिँ म्याद सकिएर संरक्षण मात्रै गर्नुपर्ने अवस्थामा पुगेका छन्। उनीहरू कार्ययोजना नवीकरण नगरिकन, संशोधन नगरिकन अथवा कार्ययोजनालाई अध्यावधिक नगरिकन त्यो वनको व्यवस्थापन, सदुपयोग, उपयोग, कटान, मुछान, काठ दाउरा सङ्कलन गर्न पाइएन। अब यसमा चाहिँ सामुदायिक वन समूहहरू खालि बाहिरियाको मुख ताक्ने, अनि वन कार्यालयका कर्मचारीहरू पनि अब यति धेरै सामुदायिक वन छ, कहाँ पो जाउन्। त्यसैले गर्दाखेरि अहिले मैले चाहिँ युट्युबमा, टिकटकमा यस्तो खालको भिडियो बनाउँछु कि सामुदायिक वनौता समूह, कब्लिती वन समूह, यो निजी तथा पारिवारिक वन समूहहरूलाई हुने गरी मैले चाहिँ यो वनको विषयमा भन्दैछु। मेरो भिडियो हेर्नुभयो भने तपाईँहरूले चाहिँ वन कार्यालयको कर्मचारीहरू आएर सिकाउनुपर्छ भने नठान्नुहोस्। तपाईँहरूले अब उनीहरूले भ्याउँदैन नि। हेर्नुहोस्, यस्तो खालको भिडियो हेर्नुहोस्। अहिले त घर घरमा वाइफाई पुगेको छ। हेर्नुहोस्, हातमा इन्टरनेट छ, मोबाइल छ, एन्ड्रोइड छ। त्यसमा युट्युबमा, टिकटकमा यस्तो भिडियो म हालिरहेको हुन्छ, हेर्नुहोस् न तपाईँहरू। अब तपाईँहरूलाई चाहिँ वन कर्मचारीले सहयोग गर्न आउनु भ्याउँदैन। यति धेरै समूह छ कि त्यसपछि अब मुद्दा मामिलाको कुरो पनि गर्नै पर्यो। धेरै कुराहरू छ। अहिले वन कार्यालय कर्मचारीको कामको विविधीकरण भएको छ। धेरै प्रकारको काम गर्नुपर्छ उहाँले अहिले। त्यसैले गर्दाखेरि सामुदायिक वनौता समूहको पछि लागेर उहाँहरूको काम सकिँदैन अहिले। हेर्नुहोस्, त्यसैले गर्दाखेरि समूहहरू आफै आत्मनिर्भर हुनु पर्यो।
समूह गठन कसरी गर्ने, कार्ययोजना नवीकरण कसरी गर्ने, इन्भेन्ट्री कसरी गर्ने, साधारण सभा कसरी राख्ने, बैठक कसरी सञ्चालन गर्ने, हैन, गैर काष्ठ वन परिवारको सर्वेक्षण कसरी गर्ने, इन्भेन्ट्री कसरी गर्ने हो। यस्तो कुरो चाहिँ समुदायका व्यक्तिहरूले अलिकति अगुवा, अलिकति शिक्षित साक्षर व्यक्तिहरूले यो कुरो बुझ्नुपर्ने हुन्छ। हेर्नुहोस्, अब हाम्रो त के बानी छ भनेदेखि मनोरञ्जनात्मक कार्यक्रम, कमेडी, गीत, नाच गान मात्रै हेर्ने बानी छ। हेर्नुहोस्, अनि कहाँबाट उन्नति हुन्छ हाम्रो देशको? हाम्रो देशको उन्नति त्यही भएर नभएको हो। हामीलाई रमाइलो मनपर्छ, एकले अर्कालाई गरेको गाली गलौज मनपर्छ, गाली सुन्न एकदम हाम्रो कान एकदम आतुर हुन्छ। हेर्नुहोस्, राम्रो कुरो, सकारात्मक कुरो, विकास गराउने कुरो त हामी सुन्न भ्याउँदैनौँ। भिडियो आउने बित्तिकै सर्ट 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 सारिदिन्छौँ हामी। अनि कसरी हाम्रो उन्नति हुन्छ भन्नुहोस् त? र वनको विषयमा भन्छु, तपाईँहरूले अब यो युट्युब र टिकटक भिडियोमा हाल्ने वन प्राविधिकहरूले बनाएका भिडियोहरू हेर्नुहोस्। तपाईँहरूलाई अब तालिम दिन कोही पनि आउँदैनस्। तालिम धेरै घटेर गइसक्यो। अब उपभोक्ता समूहको भित्रैकै व्यक्तिहरूले चाहिँ तालिम प्रशिक्षकको रूपमा काम गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई चाहिँ धेरै तालिम दिइसक्यो। तपाईँहरूभित्र यसो के अरे आँखा चिम्लेर छाम्ने हो भने तालिम नपाएका व्यक्ति बिरलै होलान्। एउटा न एउटा तालिम प्राप्त गरेको व्यक्तिहरू हुन्छ। कोही वन व्यवस्थापन तालिम पाएको व्यक्ति हुन्छ, कोही रेकर्ड किपिङ तालिम प्राप्त गरेको व्यक्ति हुन्छ, कोही भ्रमणमा गएको व्यक्तिहरू हुन्छ, अनि कोही चाहिँ सर्वे इन्भेन्ट्रीको तालिम पाएको व्यक्ति हुन्छ, कोही सुशासनको तालिम पाएको व्यक्ति हुन्छ। केही न केही विषयमा तालिम पाएको व्यक्ति तपाईँहरू उपभोक्ता समूहभित्रै छ के। पहिचान गर्नुहोस्, आफूभित्र भएको मानवीय स्रोतलाई पहिचान गर्नुहोस् र त्यसलाई परिचालन गर्नुहोस्। अब तपाईँहरूलाई वन कर्मचारीले आएर सधैँ सहयोग गर्दैन। अब अहिले सङ्घीयता छ, सङ्घ, प्रदेश र स्थानीय तह छ। अब सङ्घबाट कर्मचारीहरू समायोजन भएर प्रदेशमा आए। 10,000 जना जति वन कर्मचारी छन्। 64% चाहिँ प्रदेशमा कार्यरत छन् र बाँकी यो सङ्घमा कार्यरत छन्। स्थानीय तहमा कर्मचारीहरू छैनन्। अब वन रहन्छ स्थानीय तहमा। हेर्नुहोस्, अनि स्थानीय तहमा वन रहन्छ, कर्मचारी प्रदेशमा छ, अनि तपाईँहरूले कसले सहयोग गर्छ? त्यसैले गर्दाखेरि तपाईँहरूको भित्र रहेको मानवीय स्रोतलाई, मानवीय सम्पत्तिलाई चिन्नुहोस् र आफ्नो हरेक काम आत्मनिर्भर भएर गर्नुहोस्। र कन्फ्युजन लागेदेखि यस्तो खालको भिडियोहरू हेर्नुहोस्। म एउटा वन प्राविधिक, मैले आधिकारिक रूपमा तपाईँहरूलाई चाहिँ यो युट्युबमा र मेरो युट्युबमा टेक्नोटुङ्ग युट्युब च्यानलमा र मेरो चाहिँ t.yon.forester भन्ने टिकटक च्यानलमा म वनको विषयमा कुरा गरिरहेकै हुन्छु। तपाईँहरूले कतिको हेर्नुहुन्छ भन्नुहोस् त? हेर्नु भए भए तल कमेन्ट गर्नुहोस् त यो भिडियोको पनि तल। अर्को भिडियोमा म अहिले चाहिँ मैले यो कुरा गरेँ, अर्को भिडियोमा म मेरा थुप्रै भिडियोहरू छन्। हेर्नुहोस्, 300 भन्दा बढी भिडियो डाउनलोड गर्न सक्नुहुन्छ तपाईँ मेरो युट्युब च्यानलबाट। तर त्यो भिडियोहरू प्रायः जसोले हेर्दै नहेर्ने। त्यो भिडियोहरू हेर्नुहोस्। तपाईँहरूलाई कस्तो भिडियो हेर्न मन लाग्छ, के विषयको भिडियो हेर्न मन लाग्छ मलाई लेख्नुहोस्, कमेन्ट गर्नुहोस्। त्यही अनुसार म तपाईँहरूलाई चाहिँ त्यस्तो भिडियोहरू म पब्लिक गरिदिन्छु। हेर्नुहोस्, तपाईँहरूले हेर्नुहुन्न भनेदेखि मैले मेहनत गरेर बनाएको भिडियो म पब्लिक किन गर्ने? तपाईँहरूलाई काम लाग्छ भने पो मैले पब्लिक गर्ने। त्यसैले गर्दाखेरि तपाईँहरूले चाहिँ अब आत्मनिर्भर हुने, स्वनिर्भर हुने, वन कार्यालयको कर्मचारीको मुख नताक्ने। हेर्नुहोस्, यसै पनि सङ्घीयता महँगो भइसक्यो, बोजिलो भइसक्यो नेपाललाई। कर्मचारी घटाउने भनेर चाहिँ सरकार भन्दैछ। यति प्रतिशत कर्मचारी कटौती गर्ने, उति प्रतिशत कर्मचारी कटौती गर्ने, अनि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर कर्मचारी डाउन साइज गर्ने, सङ्घ सङ्गठनहरू डाउन साइज गर्ने भन्नाले घटाउने, सानो बनाउने भनेपछि कर्मचारी अझै घट्दैछ। अनि उपभोक्ता समूहहरूलाई कसले चाहिँ प्रशिक्षण प्रदान गर्ने, कसले सहयोग गर्ने त? तपाईँहरूले आफूसँग भएको जुन कोष हुन्छ त्यो कोषलाई परिचालन गर्नुहोस्। साधारण सभामा वार्षिक कार्यक्रम बनाउनुहोस्। 5 वर्षको तपाईँहरूको कार्ययोजना हुनसक्छ, 10 वर्षको कार्ययोजना हुनसक्छ। त्यसलाई चाहिँ वार्षिक रूपमा चाहिँ त्यसलाई ब्रेकडाउन गर्नुहोस् र 1 वर्षमा गर्ने कार्यक्रमहरूको निम्ति त्यहाँ तपाईँहरूले चाहिँ कार्यक्रम बनाउनुहोस्। त्यसलाई बजेट विनियोजन गर्नुहोस्। तपाईँहरूसँग केही न केही पैसा हुन्छ, त्यसरी गर्नुहोस् है त। अर्को भिडियोमा म तपाईँहरूलाई योभन्दा छुट्टै विषयमा एकदम काम लाग्ने
कुरा लिएर आउँछु। हस्, नमस्ते।